साथी हो तपाईहरुले चाउमिनमा साग हालेर ट्राई गर्नु भएको छ कि छैन? म चाहिँ प्राय चाउमिन बनाउँदाखेरि साग हालेर बनाउँछु। मलाई चाहिँ एकदम मिठो लाग्छ। वेलकम टु माई मिनी ब्लग। आज चाहिँ मैले नयाँ मिनी ब्लग लिएर आएको छु। भिडियो पुरा हेर्नु होला है। मनपर्छ भने लाइक कमेन्ट गर्नु होला। सो आज चाहिँ घरमै चाउमिन बनाउने भनेर मैले चाहिँ तातो पानी हाल्दैछु। यहाँ चाहिँ थुक्पा उसिन्नको लागि र यहाँ छेउमा चाहिँ खोले पाक्दैछ। मम्मीले चाहिँ प्राय चाउमिन मन पराउनुहुन्न, त्यही भएर मम्मीलाई चाहिँ खोले पकाइदिँदैछु। यो चाहिँ सिद्रामा हाल्नुलाई प्याज टमाटर काट्दैछु। सो बुवाहरूले चाहिँ सिद्रा साह्रै मन पराउनुहुन्छ, त्यही भएर टमाटर प्याज यहाँ काटेर तयार गरेको छु र यो चाउमिनमा हाल्नलाई बन्दा काट्दैछु मैले चाहिँ। हाम्रोतिर चाहिँ एकदम धेरै जाडो भएको कारणले गर्दा ड्याडीले चाहिँ फोन चलाउँदै आगो ताप्दै हुनुहुन्छ र मैले बन्दा अलिक पुगेन रहेछ, त्यही भएर अझै काट्दैछु। थुक्पा पनि पाकिसकेको हुनाले गर्दा म चाहिँ धारामा लगेर पखाल्दैछु र हातले नै तार्दैछु। यता चाहिँ चाउमिनमा हाल्नको लागि प्याज टमाटर काटेर रेडी गर्दैछु। प्रायः मान्छेहरूले टमाटर राखेको चाहिँ मन पराउँदैन, मलाई चाहिँ टमाटर प्याज साग पनि राखेको मनपर्छ। आज चाहिँ हामीले चिकन चाउमिन बनाउन लागेको हो, त्यही भएर म चाहिँ यहाँ मासुलाई काटेर मसिनो बनाउँदैछु। यहाँ जिरा र धनियाँ पनि कराईमा भुट्दैछु। प्रायः आफै बनाएको मसला हाल्दा चाहिँ स्वाद पनि मिठो र स्मेल पनि मिठो आउँछ, त्यही भएर तातो पिस्दैछु यसलाई चाहिँ। म चाहिँ प्रायः घरमा यसरी नै मसला बनाउँछु। यता चाहिँ ड्याडीले कुल्बिन्डो सिद्रा टमाटर प्याज लाएर भुट्दै हुनुहुन्छ। यो चाहिँ चाउमिनमा हाल्ने सामान रेडी गरिसकेको छु मैले अघि नै। र यता बिरालो चाहिँ जाडो धेरै भएछ, त्यही भएर बिरालोले चाहिँ आगो ताप्दै छ। म चाहिँ बिरालोहरूलाई जिस्काउनु चाहिँ एकदम मजा लाग्छ, त्यही भएर भिडियो बनाउँदै जिस्काउँदैछु। र चाउमिन बनाउनको लागि तेल एड गरेँ। पड्काउने मसला पड्काएर मैले चाहिँ मासुलाई हालेर भुट्दैछु। मासु चाहिँ रातो होस् भनेर भुटेकै छु र यसमा मैले चना मटर एड गरेँ। चना मटरलाई भुट्दैछु। हल्का ब्राउन भएपछि यसमा मैले प्याज पनि एड गरेर प्याज पनि चलाउँदैछु र पाकिसकेछ, त्यही भएर मसला मैले पिसेको मसला हालेँ। बन्दा टमाटर हालेर भुट्दैछु र हल्का हल्का पाक्ने भइसकेपछि मैले यसमा थुक्पा लाएँ र थुक्पा हालेर चलाएँ र पाकिसक्यो चाउमिन पनि। र पाकेको चाउमिनमाथि मैले साग राखेर भुट्दैछु। सो फाइनली चाउमिन पनि रेडी भइसक्यो। चाउमिन चाहिँ एकदम मिठो भएको थियो र हामी सबै फ्यामिली भएर खायौँ। घरमै बनाएको चाउमिन कसलाई मनपर्छ कमेन्ट गर्नु होला है। थ्याङ्क्स फर वाचिङ माई भिडियो। बाई।